जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीसँग सम्बन्धित जति पनि प्रहरीले गर्नुपर्ने काम हो त्यो कामहरू गर्छ। Welcome to NDE Nepal Digital Education Entrepreneurship Club. Yes, this is our location series, episode 1. We have visited the district police office, Parsa Birganj. We will explore its role, what documents you need, and common mistakes to avoid. We believe in learning by doing. हामी चाहिँ अब जिल्ला प्रहरी कार्यालयमा आइसकेको छु अनि अब भित्र गइरहेको छु हामी। अब हामी भित्र आइसकेको छु, हेर्न सक्नुहुन्छ जिल्ला प्रहरी कार्यालय। अब हामी हेरिरहेछु अनि पर्मिसन लिनुपर्छ अनि माथि जान्छु सरसँग कुरा गर्न। हेर्न सक्नुहुन्छ जिल्ला प्रहरी कार्यालय पार्सा वीरगञ्ज। अब हामी माथि आइसकेको छु, अब भित्र गइरहेछु। नमस्ते सर। नमस्ते। हामी चाहिँ आफ्नो कोचिङको तर्फबाट आएको छौँ, नेपाल डिजिटल एजुकेसन। हजुर। हामीले एउटा मोटिभ लिएका छौँ कि जस्तै हाम्रो वीरगञ्जमा धेरै कार्यालयहरू छन्, हो त त्यो सबै कार्यालयहरू सबै मान्छेले त हेरेको हुँदैन। हो त्यसैले हामी सोचे कि भिडियोको मार्फतले कुन कार्यालय कहाँ छ, त्यसमा के कामहरू हुन्छ हो। त्यो मान्छेहरूलाई हेराउने। यसले के फाइदा हुन्छ भने मान्छेहरूले घर बसी बसी थाहा भइहाल्छ कि हो यो कार्यालय यो ठाउँमा छ, यहाँ यस्तो कामहरू हुन्छ। हजुर हजुर। त्यसले मान्छेहरूले कुनै पनि काम पर्दा सजिलै गएर काम आफ्नो गराउन सक्छ। हो त्यसैले आज हामी यो कार्यालयमा आएको हो। हस्, धन्यवाद। तपाईँलाई वेलकम छ हाम्रो कार्यालयमा। हजुर सर, अनि तपाईँसँग केही प्रश्न छ हाम्रो। हजुर। हाम्रो पहिलो प्रश्न यो कि यो कार्यालयमा कस्तो कस्तो कामहरू हुन्छ? हस्, धन्यवाद। यहाँले एकदमै महत्त्वपूर्ण क्वेसन सोध्नुभयो। यो जिल्ला प्रहरी कार्यालय पर्सा हो। जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरीसँग सम्बन्धित जति पनि प्रहरीले गर्नुपर्ने काम हो त्यो कामहरू गर्छ। यसमा शान्ति र अमन चयन कायम गर्ने, अपराध अनुसन्धान गर्ने, सीमा सुरक्षा गर्ने, सीमामा हुने गैर कानुनी कार्यहरूको रोकथाम गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, जिल्लाभरि प्रकोपको व्यवस्थापन र दैवी प्रकोपमा परेकाहरूको उद्धार गर्ने लगायत प्रहरीले गर्ने धेरै अन्य कामहरू पनि यस जिल्ला प्रहरी कार्यालयले गर्छ। हजुर, धेरै राम्रो। अनि सर, हाम्रो दोस्रो प्रश्न यो छ कि यहाँ मान्छेहरू काम गराउन आउँदाखेरि कस्तो कस्तो डकुमेन्टहरू लिएर आउनुपर्छ? हस्, धन्यवाद। यो नै राम्रो क्वेसन सोध्नु हो। यसमा चाहिँ नेपाल प्रहरीले प्रदान गर्ने धेरै सेवाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पनि त्यो सेवाहरू प्रदान गर्छ र डकुमेन्टको हिसाबमा चाहिँ कस्तो खालको प्रहरी सेवा उहाँहरूलाई चाहिने हो त्यसमा निर्भर गर्छ। जस्तै कसैलाई कुनै घटनाको बारेमा उजुरी गर्नु छ भने उहाँहरूलाई घटनासँग सम्बन्धित के कुराहरू थाहा छ त्यो विषयमा उहाँहरूले लिखित वा मौखिक रूपमा उजुरी गर्न सक्नुहुन्छ। लिखित रूपमा उजुरी गर्नुपर्दा उहाँहरूले लेखाएर नै ल्याउन सक्नुहुन्छ र होइन उहाँहरूसँग चाहिँ लेख्न सक्ने त्यो क्षमता छैन, आर्थिक हिसाबले अलिक कमजोर हुनुहुन्छ भने हामी पनि उहाँहरूले मौखिक रूपमा भनेका कुराहरूलाई लिखित रूपमा गरेर उजुरीहरू अथवा जाहेरीहरू दर्ता गरिदिन्छौँ। त्यस्तै होइन त्यो नभएर उहाँहरू कुनै अन्य सेवाहरू जस्तै कसैलाई नागरिकताको चाहिँ उचुल्काहरू चाहिन्छ, कसैलाई अन्य किसिमका डकुमेन्टहरू कागजातहरू चाहिन्छ, त्यस्तो बेलामा चाहिँ हामीले त्यो व्यक्तिहरूलाई, जो व्यक्ति प्रहरी सेवा लिन आउनु भएको छ उहाँहरूको सम्बन्धित जुन स्थानमा बसोबास गर्ने हो त्यो स्थानमा स्थायी बसोबास भएको नेपाली नागरिकताको प्रमाणपत्र हामी खोज्छौँ र उहाँहरू सँगसँगै संस्था दर्ता अथवा कुनै त्यो मुजुल्काको लागि आउनु भएको भने कम्तीमा पनि 3 देखि 5 जना मान्छेहरू साथमा लिएर आउनुपर्ने हुन्छ। यस्तै मैले भने यहाँहरूलाई हाम्रो चाहिँ अलिक धेरै खालको सेवाहरू प्रहरीले दिनुपर्ने हुँदाखेरि सेवाको प्रकृति अनुसार डकुमेन्टहरू आवश्यक पर्छ र सामान्यतया कुनै प्रहरी सेवा लिनलाई उजुरीहरू दिनलाई दर्ता गराउनलाई त्यसलाई कुनै डकुमेन्टहरू तत्काल चाहिँदैन। हजुर सर। अनि सर, तपाईँ यहाँ कति सालदेखि काम गर्नुभएको रहेछ? म अहिले यस कार्यालयमा काम गरेर लगभग 8 महिनामा रनिङ छु अहिले। अनि सर, तपाईँ यहाँ काम गर्दाखेरि हजुर। आफ्नो अनुभवमा के मतलब यहाँ के काम गर्दाखेरि कस्तो अनुभव गर्नुपर्छ? जस्तै मान्छेहरू यहाँ आउँछ त मान्छेहरू कस्तो गल्तीहरू गर्छ यहाँ आएपछि, जस्तै कुनै डकुमेन्ट बिर्सिहाल्ने, चाहिँ अन्य कुनै प्रकारको मिस्टेकहरू, तपाईँले के अनुभव गर्नुपर्छ आफ्नो? हस्, धन्यवाद। हामी कहाँ आउँदाखेरि मान्छेहरूले मिस्टेक गर्ने भन्दा पनि एउटा सर्वसाधारणमा जनमानसमा चाहिँ के छ भने प्रहरीले सबै काम गर्छ भन्ने खालको उहाँहरूमा त्यो खालको अपेक्षा छ। तर हामी प्रहरी के कुराले बाँधिएको छौँ भने हामी पनि एउटा राज्यको निर्दिष्ट ऐन कानुनले निर्दिष्ट गरेका काम भन्दा
निर्दिष्ट गरेको चाहिँ कार्यहरूभन्दा अन्य कार्यहरू गर्ने अधिकार प्रहरीलाई छैन। जनअपेक्षा चाहिँ प्रहरीले सबै खालको काम गर्छ भन्ने छ, तर हामीलाई राज्यले मौजुदा कानुनले यो कुराहरू चाहिँ प्रहरीले हेर्नु, यो कुराहरू चाहिँ अनुसन्धान गर्नु भने बाहेक हामी गर्न सक्दैनौँ। अनि त्यस्तो बेलामा गल्ती गर्ने भने गल्ती गर्नुभन्दा पनि उहाँहरूले के अपेक्षा राखेर आउनुहुन्छ भन्दाखेरि यी सबै काम प्रहरीले गर्छ भन्ने हुन्छ र त्यस्तो बेलामा कतै प्रहरीले हाम्रो काम गर्दैन कि भन्ने भ्रम उहाँहरूलाई हुन्छ। तर साँच्चीकै सत्यता चाहिँ के हो भने प्रहरीले काम नगरेको भन्दा पनि प्रहरीलाई जुन ऐन कानुनले निर्दिष्ट गरे भन्दा बाहिरको काम आउँदाखेरि चाहिँ त्यो काम नगरिदिएको जस्तो हुन्छ। र उहाँहरूलाई हामी के अनुरोध गर्न चाहन्छौँ भने राज्यले कुन कसुर अथवा कुन काम कसले गर्ने भनेर निर्दिष्ट गरेछ र त्यो काम सम्बन्धित कार्यालयमा चाहिँ गइयो भने सेवा लिन पनि सहज हुन्छ र अन्य कार्यालयहरूलाई पनि कार्यबोझ हुँदैन होला जस्तो मलाई लाग्छ। त्यसकारण कम्तीमा हामीलाई यो काम कसले गर्छ भन्ने खालको उहाँहरूले जानकारी लिनु भयो भने अनि उहाँहरूलाई सेवाग्राहीलाई नि सहज हुन्छ र सेवा प्रदायकलाई नि सहज हुन्छ भन्ने हामीलाई लाग्छ। हजुर सर, थ्याङ्क यू सो मच तपाईँको अमूल्य टाइम हामीलाई दिनको लागि। हस्, धन्यवाद। यहाँहरू जस्तो यङले जुन अहिले नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साले के प्रहरी सेवा प्रदान गर्छ र कस्तो कस्तो डकुमेन्टहरू चाहिन्छ लगायत सेवाग्राहीले के गल्ती गर्न सक्छन् अथवा गल्ती भन्दा पनि उहाँहरूले कस्तो अपेक्षा गर्छन् र तपाईँहरूको रेस्पोन्स के हुन्छ भन्ने कुरा जस्तो अत्यन्त महत्त्वपूर्ण कुराहरू राख्ने अवसर दिनुभयो। यहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जय नेपाल। थ्याङ्क यू सर। वेलकम। सर, यो हाम्रो कोचिङको तर्फबाट तपाईँको लागि सानो उपहार। हस्, थ्याङ्क यू। ल, एकदम तपाईँहरू अझ अगाडि बढ्दै जानुहोस्। थ्याङ्क यू भाइ।